हेलो साथीहरू, नमस्ते, सेवारो फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। आशा छ तपाईहरुले मेरो भिडियो पुरा हेरिदिनुहुन्छ अनि भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्दै आज चाहिँ म ताप्लेजुङ फुङलिङ बजारको शनिबारे हटियामा छु। हटियादेखि चाहिँ मैले मर्चा लानुपर्ने थियो घरमा अनि मैले चाहिँ मर्चा लिएर अब बाटो लाग्छु अनि ताप्लेजुङ फुङलिङ बजारदेखि पाथिबारा याङरक गाउँपालिका 2 थेचम्बुसम्मको यात्रामा चाहिँ बीच बाटोमा कस्तो कस्तो ठाउँ छ त म तपाईहरुलाई त्यो पनि देखाउँदै जानेछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। ताप्लेजुङ फुङलिङ बजारदेखि थेचम्बु जाँदैछौँ र चाहिँ सल्लेरी डाँडाको बाटो हो। यहाँदेखि माथि रोड भेटिन्छ अनि त्यहाँदेखि चाहिँ रोडबाट चाहिँ हामी दोखु अनि नाङखलेङ हुँदै थेचम्बु जानुपर्ने हुन्छ। बजार चाहिँ तल रगाइसकेको छ भने हामी अगाडि बढिसकेको छौँ। 4 कि 5 घण्टामा चाहिँ पक्का पुग्छु। कस्तो राम्रो देखियो। सबसे टाढो कहाँ पुगेर हुन्छ भने चतुरदेखि यहाँसम्म पुग्नु लास्टै टाढो यो चाहिँ अगाडि छ। खै म पनि जान्छु ल त। भने तपाईहरुले मलाई देख्न सक्नुहुन्छ मैले चाहिँ क्यामेरा त्यसलाई दिएर म अगाडि बढिसकेको छु। नाच्दै भए पनि हामी दुईजना भएर चाहिँ थेचम्बु पुगिहाल्छौँ। दुईजना भएर चाहिँ फेरि संसार आउँदैन। दिन्छौँ हामी हिँडेरै हिजो ताप्लेजुङ बजारदेखि सुकेटार पैदल हिँडेरै पुगेर पैदलै फर्केको थियौँ। अलिकति चाहिँ टेम्पोमा गएछ ढाट्नुपर्छ। पैदलै हिँडेर आइपुगेको थियौँ भने आज फेरि हामी पैदल हिँडेर ताप्लेजुङ फुङलिङ बजारदेखि माथिदेखि डन आयो डन। ताप्लेजुङको फुङलिङ बजारदेखि हामी चाहिँ दुईजना भएर दोखु नाङखलेङ हुँदै अब थेचम्बु जाँदैछौँ। हेरौँ कति बजी पुग्छौँ। अहिले चाहिँ हामी लाग्दैछौँ। दोखु पुगेर भिडियो बनाउँदैछु। हेलो मी माथि देख्न सक्नुहुन्छ तपाईहरुले ताप्लेजुङ एफएम। अनि ताप्लेजुङको तमोर एफएम चाहिँ तल छ देखिँदैन। यहाँनिर मेन रोड भेटेपछि चाहिँ हामी हिँड्छौँ। सर्टकट बाटो चाहिँ छैन, रोडै रोड जानुपर्ने हुन्छ अनि हामी रोडै रोड जाँदैछौँ। तर गाह्रो चाहिँ पर्छ तर आइहाल्यो भन्ने किनभने हामी भिडियो बनाउँदै रमाइलो गर्दै हिँड्दै जाने भनेर आजदेखि हामी त्यसरी हिँड्दैछु। यो भक्ते जस्तै गर्छ। हामी चाहिँ अब थेचम्बु जानुपर्छ। यही मेन रोड हो। अब हामीले यो यसलाई नछोडी सर्टकट बाटो छिर्ने बाटो छैन अनि त्यहाँदेखि यही रोड जानुपर्ने हुन्छ। गलै सास फेर्छु किन चिज बन अनि हिँडेको म हिँडेको चाहिँ आफ्नै स्वास्थ्यको लागि पैसा नभएर होइन नि।
फेरि यहाँ पैसा ट्याप्पै छ ट्याप्पै भनेको त खोलेर हो म त मलाई नदेखाऊ भन्दा हुने होला नि केकम्बुदेखि होइन केकम्बुदेखि हिँडेरै आएको भनेर चाहिँ नडाटै ताप्लेजुङसम्मको बाटोमा सबभन्दा मन परेको ठाउँ चाहिँ यही हो है यस्तो राम्रो फोटो यति राम्रो ठाउँ छ कि आएर हेर्नु होला किरात चोकदेखि कटेर हामी अब जाँदैछौँ किरात चोक कटेपछि चाहिँ अनि यहाँनिर यस्तो ढुङ्गा छ अनि यहाँनिर चाहिँ यहाँ माथि फालेर अडाउनु पर्ने हुन्छ अड्यो भने चाहिँ राम्रो हुन्छ अरे भन्छ तर यसको चाहिँ राम्रो हुन्छ कि हुँदैन हेरौँ है अडी झऱ्यो अड्यो यहाँ चाहिँ अडाउनु पर्ने हुन्छ ए थाल एकचोटि अडिया त अनि यहाँ माथि यो ढुङ्गादेखि माथि चाहिँ मन्दिर छ अरे तर गएको चाहिँ छैन अनि यहाँनिर यहाँदेखि चाहिँ ढुङ्गा फाल्नु पर्ने हुन्छ अनि यहाँनिर अडाउनु पर्ने रे अडाउन आँट्यो है कहाँ अरे ल म फाल्छु अब चाहिँ म फाल्नु जाँदैछु डन भएर यहाँ पल्टी पल्टी यहाँ छ त तेरो खुट्टा जति अडायो भने अडाउँदा हुन्छ जम्मा जम्मी म 5 वटा ढुङ्गा हान्दैछु पुग्दैन त अडियो एउटा हो त्यतापट्टि छ अडी 5 वटामा एउटा अडाइ छैन हामी चाहिँ यहाँनिर ढुङ्गा फालेर बाटोभरि तमास गरेर अब यहाँदेखि पनि कटेर जाँदैछौँ टक्क टक्क यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ खोक्से खोला कटेर आएपछि पाथी भएर याङरकमा हामी टेक्छौँ अलिक परदेखि देखा है डन्डी मासला छिटो न यो माथि जाने बाटो चाहिँ यो के भन्छ ताप्लेजुङ बजारदेखि आउँदाखेरि महाकाली तिरिङ्गे हुँदै उता जाने बाटो भने यता माथि चाहिँ खोइ के छ अरे तर लेखेको चाहिँ छैन अनि हामी यो बाटो चाहिँ हाम्रो केकम्बु जाने बाटो हो यो बाटोले चाहिँ हाम्रो कुनै डाँडा उता खाले अनि उता डुम्रिसे काक्सीकोटे थुमेडी हुँदै यो बाटो चाहिँ यता जान्छ अनि गाउँ देखाउनु भन्दाखेरि अलिक जङ्गली थिएँ अब हामीले यस्तो घुम्नुपर्छ काबेली माथि मैदाने अनि कुनै डाँडा अनि माथि डाँडा गाउँपालिका अनि त्यसपछि यो आवेबो अनि कालेबारी अनि त्यसपछि हाम्रो यामासेल अनि यो चाहिँ होल केचम्बु हो बेसी अनि केचम्बु अनि त्यसपछि हामी लाग्दैछौँ अब हाम्रो गाउँ देख्नु भएन हाम्रो गाउँ देख्नु भएन पाथी भएर मन्दिर दर्शन यताउता कहीँ गएर केही माग्नु छ भने हाम्रो ठाउँ माग्नु
दाजुभाइहरू पनि गर्ने छ म जस्तै जस्तै त्यसमाथि अझ सिङ्गल त्यो पनि म जस्तै। अब हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ हामी हाम्रो पाठभाडा याङरकको हाम्रो किचम्बुको सेरम्बु भन्ने ठाउँमा पुगेको छौँ। दरुवा अनि दरुवादेखि बाङ्केचोक पनि छ है, तर एउटा पर्छ बाङ्केचोक। अनि त्यसपछि हाम्रो पोखरादेखि मात्रै हाम्रो यहाँ छ। अनि यहाँ चाहिँ दौडी डुलाउने अब जग्गाबार छाता गर्नु पर्ने त अब मकै खानु बेला हो सबै सफा गर्नुपर्ने हुन्छ। अनि त्यसपछि अब हाम्रो गाउँदेखि हाम्रो ठाउँमा यहाँ चाहिँ बाटोमा काफल फलेको रहेछ। अनि यसले चाहिँ टिप्न लाग्दैछ। उफ्री टिपे जसरी भए पनि बस त्योभन्दा माथिको भेटिँदैन। यसले चाहिँ काफल ल्यायो यति फलेको छ, तर पाकेको चाहिँ छैन। अनि म जाँदैछु अब भने म जाँदैछु त्यो चाहिँ उफ्रिन्छु होला हौ। गाइस अलि परदेखि खिच डन्डीफोर देखिन्छ। डन्डीफोर निस्क्यो होला। अब थुपिल्यो भाल किनिलै। अनि यो 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 योभन्दा बढी जुम त हुँदैन रहेछ। यो जुन देखिँदै गरेको हो यो सबभन्दा पुच्छरको घर चाहिँ मेरो हो। अनि त्यसपछि यो तलको थोरै देखिँदै गरेको चाहिँ यो यसको डल्ल पर हेर्दैछ। अघि चाहिँ खतरा गरी हिँड्दै थियो, अहिले चाहिँ पुरै घाँसकै याद आयो होला। अब हाँस्या नाम्लो त्यस्तै याद आयो होला। अनि यो चाहिँ पुरै औराट लागेर हिँड्दैछ। अनि हाम्रो घर चाहिँ आइपुगेको छ। अनि यो चाहिँ घर चाहिँ देखायो भाउजूको घर। अनि यो माथि चाहिँ मेरो घर। अनि यहाँ कोलाले ठेकेको चाहिँ यसको घर। अनि हाम्रो घर पुग्ने बेला एकदम तयारी गाडी कुद्नुलाई। अनि आजलाई चाहिँ यो भिडियो यति नै, अर्को भिडियोमा भेटौँला भन्दै